हामी सेवा जाँदैछौँ। आमा र म यहाँबाट हिँड्न लाग्यो। अब दिदीबहिनीको सेवा शुक्रबारको। अनि वालिङबाट फेरि कतिजना हुनुहुन्छ भएपछि थाहा हुन्छ। कस्तो मजा आएको, राम्रो रहेछ फाँट। त्यो फेरि बङ्गुर फार्म हो, ठुलो हो फार्म पनि। अनि हामी बोदी भन्ज्याङ जाने बाटो यो हो। दिदी आमा हामी आएको अटो बाटोहरू बनाउँदै रहेछ, त्यही भएर बाटो पनि कस्तो अप्ठ्यारो रहेछ। उताबाट आएको हामी बोदी भन्ज्याङ पनि आइयो। बोदी भन्ज्याङ यो स्कुल बोदी भन्ज्याङ स्कुल। दिदी आमा लक्ष्मी माध्यमिक विद्यालय आउँदै हुनुहुन्छ। जय मिस्याम दिदी नै किन नआएको त हिजो स्यो त्यसो। आज मलाई केही पनि तपाईँले आज तपाईँको चरणमा आइसक्नु पाएँ। तपाईँले आज जसले उहाँको नाममा विश्वास गर्छन् है। आजको क्यालेन्डर भर्स पढिदिनु। खोज्दा खोज्दा नपाएर परमेश्वरको वचन हो। मैले चाहिँ तपाईँहरूलाई हेर्नुपर्छ। हुन त तपाईँहरूको जीवनलाई हेर्ने मेरो छैन है। के अरे मैले तपाईँहरूको जीवनलाई हेरेर मैले दिने कुरा होइन है। परमेश्वरको वचन हो। मैले तपाईँहरूलाई यस्तो उस्तो तपाईँहरू यस्तो उस्तो भनेर मैले वचन
डिस्काउन्ट हुन्छ। अटो यता आउँछ भने अटो यता दिन आउँछ भने बोदी भन्ज्याङ गाउँ हो यो, रमाइलो छ। खाना खाँदैछौँ हामी सेवा सकेपछि। बल्ल घर आइपुगेँ सेवाबाट।